यो चाहिँ Redmi 9 भन्ने मोडल हो है Redmi 9 भन्ने मोडल यसमा समस्या भनेको चाहिँ सिस्टम हैज बीन डिस्ट्रोयड भनेर आउँछ यो समस्या चाहिँ यसले सफ्टवेयर हालेपछि फिक्स हुन्छ है सफ्टवेयर हाल्ने तरिका भनेको चाहिँ कस्तो हो भने फर्स्ट डाउनलोड गर्नुपर्छ सफ्टवेयर मैले सफ्टवेयर डाउनलोड गरिसकेको छु यो Redmi 9 भन्ने मोडलको सफ्टवेयर यहाँ मैले डाउनलोड गरिसकेको छु यहाँहरु कुनै पनि सर्भरबाट डाउनलोड गर्न सक्नुहुन्छ मैले यसको यो सबै डाउनलोड भइसकेको छ अहिले आउँछ यसलाई मैले एक्सट्र्याक्ट पनि गरिसकेँ तपाईहरुले गर्नु होला अब यसलाई फ्ल्याश गर्नुपर्यो फ्ल्याश गर्न चाहिँ हामी फर्स्टमा जानु पर्यो हामी अनलक टुलै म चाहिँ अनलक टुलबाट सबै कामहरु गर्छु अनलक टुल दिनु होला अनलक टुल धेरै राम्रो छ यो सर्भर टाइम आउट ट्राई गर्नु भने दुई तीनचोटि गरिराखेन आफै हुन्छ है दुई तीनचोटि लगइन गर्नुपर्छ आफै हुन्छ अनलक टुलमा लगइन गर्नुपर्छ दुई तीनचोटि ठिक हुन्छ अब यसमा चाहिँ मिडियाटेकको चिप लाग्यो हुन्छ अब मिडियाटेकको चिप लागिसकेपछि हामी यहाँबाट डाइरेक्ट मिडियाटेकमा जान्छौँ मिडियाटेकमा गइसकेपछि यहाँ सुपर म्याप भन्ने चाहिँ स्क्याटर फाइल भनेर स्क्याटर फाइल चुज गर्ने मैले डेस्कटपमा राखेको छु डेस्कटपमा एक्सट्रा गरेर चाहिँ डेस्कटपमा एक्सट्रा गर्न छ यही डेस्कटपमा यो हो यो गएर इमेजमा चुज गर्नुपर्छ इमेज चुज गरेर MT6768 गरेर यसलाई क्लिक गरेपछि यहाँ हाम्रो साह्रै आउँछ सब फाइलहरुको स्ट्याटस सबै आउँछ अब यसलाई फ्ल्यास गर्नु पर्यो हुन्छ फ्ल्यास गर्नलाई चाहिँ के गर्नु पर्यो भोल्युम अप र डाउन दबाउने सर्लक्क ल्याएर युएसए जोड्यो त्यसपछि फ्ल्यास फ्ल्यास गरौँ फ्ल्यास गरेर भोल्युम अप र डाउन दबाएर फ्ल्यास हुन सुरु भयो हाम्रो ल अब चाहिँ के हुन्छ सफ्टवेयर फुल फ्ल्यास भइसक्यो
हो